बागलुङ बजार। बेसो आयो है। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। मन परेमा लाइक गरिदिनु होला, शेयर गरिदिनु होला, कमेन्ट गर्नु होला कस्तो लाग्यो भिडियो है गाइज। हेलो एन्ड गुड मर्निङ गाइज, दिस इज मी मार्चमेलो राइडर उमेश फ्रम बागलुङ बजार। हो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु होइन। आज हाम्रो चाहिँ यात्रा भनेको चाहिँ यत्तिकै घुमघाम पञ्चकोटतिर गइन्छ कि कता गइन्छ, माथितिर जाम भन्दै थियो केटाहरूले। त्यहाँ काठमाडौँका साथीहरू आछन् रे, काठमाडौँको साथीहरू आछन् रे, त्यही भएर माथितिर जाऊँ न, पञ्चकोटतिर जाऊँ भन्दै थियो अरे। अब कता गइन्छ त हेरौँ होइन। ठ्याक्क हाम्रो स्टार बाई मोटो भ्लग यहाँ आएर बसेको छ अलि। के छ सर? ठिक छ सर, ठिक छ। ल अब यिनी पनि भेट्यो स्टार बाई मोटो भ्लग। ल जाऊँ। अब केटाहरू नि, अब अरू केटाहरू चाहिँ माथि रातमाटा कुदिरहेछन् रे। स्ट्यान्ड बाइक गर्ने यहाँबाट चाहिँ गाइज माथि जाने पञ्चकोट होइन। अब केटाहरू चाहिँ कहाँ छन् थाहा छैन। यताबाट गयो मुलपानी, तल बागलुङ बजार, यहाँबाट माथि गयो चाहिँ पञ्चकोट है। अब केटाहरू कता छन् सोधपुछ गरौँ अनि भेटौँला है त गाइज। केटाहरू चाहिँ सल्च माथि जाँदैछन् रे होइन। भेट्टाइएला नि गाइज, भेट्टाइएला नि। के छ र होइन। म चाहिँ गाइज धेरै पछि भिडियो हाल्दैछु म त गाइज होइन। अब क्यान्सल यस्तै हो क्या, मैले भने अघि पनि भने प्यासन भएपछि एकदम गाह्रो हुने रहेछ क्या। प्रोफेसन पनि हेर्ने, प्यासन हेर्नै गाह्रो नहुने क्या आमामा। यु क्यान सी द भ्यू गाइज होइन। उता हिमाल देख्न सक्नुहुन्छ होइन। सही छ नि। बाइक बत्ताइरहेछ मेरो अलिअलि ठ्याक्क, किनभने बियरिङहरू गएको क्या। मुस्ताङबाट आएपछि आमामा सर्भिसै हाने छैन यार अहिलेसम्म। अनि सर्भिस हान्ने बेला पनि भइसकेछ। सर्भिस नहानेर नि ठिस भइन्छ भने बियरिङ सेयरिङ सब भइन्छ नि यार। त्यही भएर टायरै हल्लिएछ क्या आमामा। दुइटै बियरिङ गएको क्या, अगाडि पछाडिको बोच बियरिङ। अब यस्तो बाटोको हालत यहाँ। You can see the view guys, हिमाल। हेर्न सक्नुहुन्छ गाइज हिमाल। सही छ नि सिन होइन। यु क्यान सी गाइज धौलागिरी हिमाल। धौलागिरी हिमाल हेर्न सक्नुहुन्छ है, दामी छ नि। यताको हिमाल चाहिँ ल कमेन्ट हान्नु होला है, के कुन हिमाल हो है। ठ्याक्कै यो हिमाल चाहिँ कमेन्ट हान्नु है गाइज। माथिको हम्पाल होला। अब केटाहरू कहाँ छन् हेरौँ गाइज। बहुत तेज हो रहा है। सोल्टीले धन्न धुलो खाएन नि। फुल हेलमेट नलाउने हो भने त आमामा धुलोले त पुरै पुरिन्छ।
के छ गाइजहरू यार यहाँ आएर बसेछन् बल्ल भेट्यो केटाहरू 1 2 3 4 5वटा बाइक होइन 5जना ठ्याक्क 5वटा बाइक 5जना है गाइज बुद्ध हिल जानु हो भने गाइज यहाँबाट उक्लेर माथि है जाने चाहिँ लगभग धेरै हिँड्न पर्दैन 15-20 मिनटभन्दा हिँड्न पर्दैन यहाँ बुद्ध हिल जान यहाँबाट माथि बुद्ध हिल पनि जानु होला एक्सप्लोर गर्नु होला है चिल छ गाइज चिल छ गाइज चिल पानी उल्टेको अवस्था प्लास्टिक चुट्टेको अवस्था ऊ त्यहाँ यहीँ हो गाइस ठाउँमा आइसक्यो हामी सायद जुत्ता हेरेर जान्छ हौ ल केटाहरूले स्ट्यान्ड हान्ने स्पटमा आइयो है हामी चाहिँ ठ्याक्क लाएर काठमाडौँबाट हो म उमेश है लगाइज हामी चाहिँ यहाँ के भन्छन् यो ठाउँलाई भिलाङखुरी ठ्याक्क यहाँ भिलाङखुरी जाने बाटो ढिकीचौर जाने बाटो ढिकीचौरै त होइन नि त एकछिनमा भन्दा माथितिर ठ्याक्क हामी चाहिँ यहाँ यसो खुल्ला ठाउँमा स्ट्यान्ड सिक्नु पऱ्यो नि त होइन अब बजार सजार काम छैन यहाँ गाडीहरू खासै हिँड्दैन त्यही भएर हामी चाहिँ यहाँ आएको है गाइजहरूले चाहिँ स्ट्यान्ड प्र्याक्टिस गर्दैछन् आफू हेर्ने बस्ने है गाह्रो छ के छ सर मच्छा गरेन तिमीले उडाउने होइन आज लगाइस हाम्रो चाहिँ केटाहरूले झमझम स्ट्यान्ड सिक्यो होइन अब हेरिहाल्नु होला होइन अब चाहिँ ठ्याक्क लाएर हामी चाहिँ यसो अब साथीहरू चाहिँ काठमाडौँको साथीहरू चाहिँ यसो काठमाडौँ के अरे माथि पञ्चकोटतिर जाने रे होइन हामी चाहिँ हेरेको यो त हो होइन अब त हेरे भइयो के अरे आफूले त केही जानिन्न होइन ठिक छ गाइस ठिक छ लगाइ यहाँ चाहिँ जम्मै फोटो खिच्ने ठाउँ छ अरे होइन जाम के छ र जानु पर्यो नि होइन गाइज बागलुङ बजार हेर्नलाई यहाँ माथि आउनु पऱ्यो कि हामी चाहिँ होइन लगाइज बागलुङ बजार सही देखेछ ल यहाँबाट चाहिँ कडा त बागलुङ बजार यता सालबोट भइहाल्यो उता पाङ भइहाल्यो सही हो केटाहरू उता गयो म सर्टकट छिरेको किनभने यसो भिडियो सर्ट हान्नु पनि एउटा
राइट केटाहरू अगाडि लाग्यो त्यही धुलो 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 लगाएछ हामी चाहिँ अहिले पञ्चकोटमा होइन बागलुङ पञ्चकोट होइन भनेपछि हजुरले नि होइन भनिदिनु होला फेरि होइन 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 लगाएर हामी चाहिँ ठ्याक्क लाएर पञ्चकोट यता हनुमानको मूर्ति थियो हिँडेको अब त्यो घन्टी त अझ कहिले त्यो घन्टी बन्ने यस पिङ चाहिँ छ पिङ खेल्न सक्नुहुन्छ आएर हिमालको भ्यू देख्न सक्नुहुन्छ त्यहाँ घोडा आउँथ्यो त्यो घोडाको ठाउँमा अहिले कुकुर छ घोडा चाहिँ माथि छ है गाडी स्क्रिनको आवाज छ होइन अनि ल हेर के भन्छ त्यसलाई हनुमानजीको मूर्ति नि खतरा छ क्या गाइज यहाँको सही हो सही हो सही हो नि सही हो हनुमानको मूर्ति फेरि पेन्ट गर्ने बेला भइसक्यो यार कलर डिस्कलर भइसकेको छ क्या पानी र घामले होइन अनि यहाँ चाहिँ ठ्याक्क घन्टी राख्ने कति किलोको घन्टी हो थाहा छैन थाहा भएकोले कमेन्ट आउनु है यहाँ चाहिँ पिङ छ गाइस ठ्याक्क लाएर चापी लगाइदिएछन् 100 रुपियाँमा है 100 रुपियाँमा पिङ खेल्ने यहाँ चाहिँ झुला खेल्ने झुला हनुमान झुला Look at the scene guys chill छ नि लगाएछ पञ्चकोट त हामी आइसकेको साथीहरूलाई मात्र लिएर आएको त्यही भएर होइन फोटो सुट त्यति धेरै भएन साथीहरूको मात्र भयो अब चाहिँ हामी फेरि तलतिर जान्छौँ होइन अनि फेरि तलै गएर भेटौँ न गाइस अरू भन्ने कुरा त्यही भनौँ ल लगाएछ होप सबैजनाले भिडियो चाहिँ इन्जोय गर्नु होला होइन अब कस्तो लाग्यो भिडियो चाहिँ कमेन्ट गरिदिनु होला मैले चाहिँ भिडियो अलि ढिलो नै हाल्ने गर्छु कि किनभने बाहिर त्यति पनि घुम्न जान पाउँदिनँ कि किनभने आफ्नो प्रोफेसन हुन्छ नि त है प्रोफेसन र प्यासन चाहिँ मिक्स गरेर हिँड्दाखेरि चाहिँ अलिक गाह्रो हुन्छ गाइज होइन त्यही भएर हो टक्क लाएर अब चाहिँ सक्यो आजको राइड गाइज है किप सपोर्टिङ गाइज टाटा बाई बाई